सहृदय साथीहरूसँगको यो रमाइलो यात्रा 8 वर्षदेखिको यो सामूहिक सत्सङ्ग समूहको यात्रा हरेक वर्ष कहीँ न कहीँ जुरेकै हुन्छ। अर्को कुरा सात्विक शाकाहारीको पनि एकदम यसपालिको यो यात्रा भने गुल्मी रेसुङ्गासम्मको हो। अमृतम शाकाहारी खाजाघर। सामान्य खाजा खाएर हामी खाना खान भने भरतपुर सत्सङ्ग भवनमा अगाडि नै हामीले सूचना गरेका थियौँ। अत्यन्तै प्रेमपूर्वक बनाएको प्रसाद ग्रहण गरेर हाम्रो यात्रा अगाडि बढ्यो बुटवलतर्फ। नारायणघाटबाट अगाडि बढ्दा 1 बजेको थियो। अब कहाँ के हो तपाईँको जिम्मा छ? बुटवलबाट अब प्रदीपजीको निर्देशनमा रेसुङ्गासम्म हामी पाल्पा हुँदै अगाडि बढ्यौँ। अब पाल्पाभन्दा अगाडि लागेपछि रात परिसक्यो। हामी करिब 10:30 बजी रेसुङ्गा तल आयो। यो माथिबाट देखिएको रातको तमघास बजार। साथीहरू थाकेर लखतरा पाल्पा अथवा रिडीमै बस्न पाएको भए पनि हुन्थ्यो नि भन्ने कतिको गुनासो पनि आयो। 1008 सिँढी यो राति उक्लिने क्रममा साथीहरू 11:30 बजीतिर रेसुङ्गा व्यवस्थापन समितिले तयार गरेको गुन्द्रुक र भात खाएर साथीहरू आरामले अब यहाँ चिसो छ, मजाले न्यानो बनाउँदै अब साथीहरू यहाँ सुत्ने तर्खरमा हुनुहुन्छ। अब प्रणाम, गुड नाइट सबैलाई प्रणाम। रुरु रिडी क्षेत्र यो एउटा प्रमुख धार्मिक क्षेत्रमध्येको एक हो। यो अगाडिको चाहिँ यज्ञशाला। बिहानको नित्यकर्म अनि नुहाइदिएपछि साथीहरू योग ध्यान प्राणायाममा यहाँ व्यस्त हुनुहुन्छ। भगवान राम श्रीष्ठसिंह ऋषिलाई भेट्न आउँदा यहाँका ढुङ्गामा उहाँको पाइला अङ्कित रहेको जनश्रुति छ। यज्ञशाला अगाडि हामीले एकछिन व्यायाम गऱ्यौँ। टोली अगाडि बढ्यो बेउटारतर्फ। मनोआकाङ्क्षा पूर्ति हुनमा र यहाँ ढुङ्गाको यसरी चाङ्लाउने चलन रहेछ। समग्र गुल्मी क्षेत्र र यहाँको स्थानीय मन्दिर रेसुङ्गा क्षेत्रको रुरु क्षेत्रको बारेमा गुरुले यहाँ बताउँदै हुनुहुन्छ। रेसुङ्गाको अर्थ महर्षि श्रीष्यसिंहसित रहेको छ। श्रीष्य श्रृङ्गबाट नै अपभंश भई रेसुङ्गा बनेको भन्ने कुरा अन्वेषक विद्वानहरूले बताएका छन्। त्यहाँको घुमाएपछि अब हाम्रो यात्रा बढ्छ अगाडि। बिहान 7:30 नै अब हाम्रो यात्रा अगाडि बढ्यो। फर्किने क्रममा यो 1008 सिँढी साथीहरू रमाइलो गर्दै झर्नु भएको छ। हिजो राति चढ्न भने साथीहरूलाई निकै गाह्रो भएको थियो। भगवान श्री रामले बाण हानी रामायणसँग जोडिएको रामकुवा। यो कुवामा प्यास लागेको बेला बाण हानेर रामले पानी निकालेको किम्बदन्ती रहेको रहेछ। रेसुङ्गा क्षेत्रमा दर्शनको लागि कोही न कोही दर्शनार्थीहरू आएकै हुँदो रहेछन्। यहाँबाट अलि अगाडि गएपछि हामी फर्किने क्रममा रेसुङ्गा पार्कमा पनि एकछिन घुम्ने मौका पायौँ र तल हामी गाउँमा रहेको नर्मदेश्वर मन्दिरमा साथीहरूको आग्रहमा, स्थानीय साथीहरूको आग्रहमा त्यहाँ गयो र खाने हाम्रो भाँडा बर्तन सरदम सबै हामी बोकेर गएका थियौँ। यहाँ स्वागत कार्यक्रम चलिरहेको छ। साथीहरू उता पकाइरहेका छन्। पकाउनदेखि लिएर भाँडा पकाउनसम्म साथीहरू यहाँ जुटिनु भएको छ। सरसफाइ गरेर थानको मुनको गरेर अब हाम्रो यात्रा अगाडि बढ्ने क्रममा छ। माथि रेसुङ्गा रुरु क्षेत्रबाट करिब 3 किलोमिटरको दूरीमा रहेको यो भाँडगाउँ क्षेत्रमा हामीले खाना खाएर रिडी बजार हुँदै रुरुतर्फ अगाडि बढ्यौँ। अनि यो 3टा पुल कता कता गए? ऊ त परको उता गएको पुल ए यो यताबाट गुल्मी आयो यो पुल चाहिँ। ए विशेष गरी माघे सङ्क्रान्तिको बेलामा यहाँ धेरै ठुलो मेला लाग्दो रहेछ। यो चाहिँ ऋषिकेश मन्दिर अलि उच्च स्थानमा रहेको यो ऋषिकेश मन्दिरको दर्शन गरेर एकै स्थानमा यहाँ राधाकृष्ण मन्दिर, ऋषिकेश मन्दिर लगायत विभिन्न अन्य देवी देवताहरूको
पूजा स्थल पनि रहेछ। टिपिकल नेपाली मौलिक घरहरू, यो हरियाली, साँच्चै नेपाल सुन्दर छ। अब हाम्रो यात्रा अगाडि बढ्यो रानी महलतर्फ। पर देखिएको त्यो रानी महल यो दरबार धीर शमशेरका 17 भाइ छोरामध्येका एक खड्ग शमशेर, उनले आफ्नो रानीको स्मृतिमा बनाएको यो सुन्दर महल। ऐतिहासिक यो रानी महलको दर्शन गर्दै अब हाम्रो यात्रा अगाडि बढ्यो पाल्पातर्फ। कता कता सिक्किमको एमजी रोडको झल्को दिने पाल्पाको यो बाटो। स्थानीय निकायको सक्रियता, साँच्चै सुन्दर र सफा छ यो बाटो। कस्तो लाग्यो? राम्रो लाग्यो? ढाकाका विभिन्न क्वालिटीका कपडाहरूको यो केन्द्र। साथीहरूले यहाँ केही कपडाहरू खरिद गर्नुभयो। स्वर्गीय राजा वीरेन्द्रको स्मृतिमा बनेको यो पार्क। हामी अब बिस्तारै यहाँबाट बुटलतर्फ अगाडि बढ्यौँ। बुटल मन्दिर आइपुग्दाखेरि साँझ 7:30 बजेको थियो। हिजोको थकान हाम्रा श्रद्धेय स्थानीय अग्रज धनराज पोखरेलज्यूको आतिथ्यतामा हामी मन्दिरमा अत्यन्तै आनन्दले सुत्यौँ र अब हाम्रो यात्रा यहाँबाट बढ्यो लुम्बिनीतर्फ। स्थानीय साथीहरूको सहयोग र सम्पर्कमा हामीले कम्बोडियन गुम्बाको प्राङ्गणमा गाडी राखेर भोजन व्यवस्था त्यतै गर्दै केही साथीहरू भोजन तयारीमा लागेर अरू साथीहरू चाहिँ मायादेवी मन्दिरतर्फ प्रस्थान गर्नुभयो। यो पवित्र तपोभूमि हेर्दै त्यसै आनन्द लाग्ने अप्पो दीप अभाव आफू जलेर संसारलाई शान्तिको प्रकाश छर्दै भगवान बुद्धको प्राकट्य भएको थियो। व्यवस्था निकै राम्रो। हामीले व्यवस्थित जुत्ता राखेर यात्रा हामी अघि बढ्यौँ मन्दिरतर्फ। यो पवित्र भूमिमा एकछिन ध्यानस्थ हुँदै साथीहरू ढाड गर्दन शिर सिधा गिरिराज बाहिर श्वास जाँदाखेरि श्यामा। बिल्कुल ध्यान श्वासमा। मेरा कुनै पनि कर्मले कसैलाई हानि गर्ने छैन। करिब 1 घन्टासम्म हामी ध्यान गर्दै परमात्माको याद गर्दै आफूभित्रको शान्ति र आनन्दको अनुभूतिका साथ यो पवित्र तपोभूमिबाट बिस्तारै बाहिर निक्लियौँ। हरेक स्थानमा परमात्माको स्मरणसहित ध्यान गरिरहेका भक्तजनहरू, यहाँ कुनै जातपात धर्मसँग जोडिएका व्यक्ति मात्र नभएर हरेक धर्मसँग जोडिएका व्यक्तिहरू यो पवित्र तपोभूमिमा आएर आफैलाई हराउन चाहन्छन्, आफूभित्रको त्यो शान्ति र आनन्दको अनुभूति गर्न चाहन्छन्। केही मित्रहरू खाना बनाउनमा व्यस्त हुनुहुन्छ। गुम्बा र यो गुम्बा परिसरमा हाम्रा साथीहरूले बनाएको यो मिठो प्रसाद ग्रहण गर्दै हिँडेर आएको यो थकान अनि भोक लागेको अवस्थामा साथीहरूले मजाले यो प्रसाद ग्रहण गर्दै हुनुहुन्छ। साँच्चै स्वादिलो भोजन पश्चात हाम्रो यात्रा अगाडि बढ्यो अब काठमाडौँतर्फ। यसपालिको यो रुट चाहिँ नयाँ रुट। परासीबाट हामी सुनवल सिधै निक्लिँदै नारायणघाटसम्म मलेखु कटेपछि एउटा जोडिया ट्रिपर ड्राइभरसँग केही लफडा भएर केही बेर विलम्ब भयो। हामीलाई अमृतम शाकाहारी सात्विक खाजा खाना गर्ने फेरि तान्यो। साथीहरूले पहिले अर्डर गर्नुभएको थियो। अब हामी यहाँ हल्का खाना खाएर अगाडि बढ्ने क्रममा छौँ। प्रेम र सद्भावसहित अत्यन्तै उत्साहपूर्ण तपाईँले यो यात्रा सम्पन्न भयो। सबैप्रति आभार, धन्यवाद।